आज समाचारहरूमा आइरहेछ भारतले चाहिँ नेपालबाट चिया लिन बन्द गरेपछि नेपालका 85वटा चिया उद्योगहरू बन्द हुने कगारमा छन्। तर त्यसको निवारण पनि त छ। चिया हाम्रो देशमै पनि त खपत गर्न सकिन्छ, तेस्रो विश्वलाई पठाउन सकिन्छ। यदि हामीले गुणस्तरीय चिया उत्पादन गर्यौँ भने भारतमै किन आत्मनिर्भर हुने। हामीले आफ्नो देशको चियाको विकास गर्नको लागि आफैले आफ्नो चिया प्रयोग गर्न सुरु गर्नुपर्छ। भारतबाट आउने जति पनि चियाहरू छन् तिनीहरूलाई प्रत्येकलाई बन्द गर्नुपर्छ। इभन डिलरसिप छ नेपालमा भने डिलरसिपको नियम पनि खारेज गर्नुपर्छ र एक पाकेट चिया बोर्डरमा चेक गरेर ल्याउन दिनु हुँदैन। जनतालाई बानी पार्नुपर्छ नेपालकै चिया खाने र नेपालको चियालाई गुणस्तरमा वृद्धि गर्नुपर्छ। सरकारले यदि यो पहल गर्ने हो भने नेपालको चियाले नेपालमै पुग्छ र भारतीय चिया ल्याउनु पर्दैन र भारतलाई चिया बेच्नु पनि पर्दैन। अब देशले आफ्नो उत्पादन आफै उपभोग गर्न प्र्याक्टिस गरियो भने हाम्रो देशले अरू देशले गरेको नाकाबन्दीलाई सहन सक्छ। उनीहरूले चाहेको बेला जुनसुकै कुरा बन्द गर्ने अनि खोल्ने, हामी तिनीहरूको दास होइन। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु।